हामी चाहिँ अचानक हामी कहाँ जानु लागेछौँ भन्दाखेरि विदाउट प्लानिङ अचानक हाम्रो अहिले यहाँ बात भयो। आज छठ पूजा हो भनेर नानीको आमाले बास मान्ला, कसैले पनि बास राख्दैन है नानीको आमालाई। नानीको आमालाई कसले बास दिने, एउटा उखान छ नि त। तिमी के भन्नु चाहन्छौ? छठ पूजामा आएको, छठ पूजै छैन त बाबा? भन न। होइन, छठ पूजा भोलि हेर्नु सक्छ, तर पनि हामी चाहिँ वकिङ गर्नु सक्छु नि। वकिङ इभिनिङ वक आएको जस्तै हो। भन न तिमीले पनि बाबा। हामीलाई डिम गरे, हामीले सोचे कन्टेन्ट छ होला नि होला, उसलाई त यसो न्युजहरू थाहा हुन्छ नि त, कन्टेन्ट पनि पाउँछु भनेको त। ला मान्छे छैन, हेर्नु न। हामी पनि त्यस्तै हो। नमस्ते। हेर्नु साथीहरू, हाम्रो ब्लगमा हजुरहरू स्वागत छ, धेरै धेरै स्वागत छ। र आज साँझको टाइम छ। हामी चाहिँ अचानक हामी कहाँ जानु लागेछौँ भन्दाखेरि विदाउट प्लानिङ अचानक हाम्रो अहिले यहाँ बात भयो। आज छठ पूजा हो भनेर र हामी चाहिँ छठ पूजामा आज जाँदैछौँ। र के ब्लगमा त बोल्नुपर्छ होइन, मलाई यहाँ नबोल्नु भन्छ। नबोल्यो भने ब्लग कसरी हुन्छ ल भन्नु त साथीहरू। मलाई यिनीहरूले एकदम पुल ब्याक गर्छ कि, त्यही कारणले त मलाई रिस उठ्छ। अब ब्लगमा त अलिकति कुरा त भन्नु पर्यो, बोल्नु पर्यो आफ्नो सब्सक्राइबर भ्युवर्सहरूसित नि। नबोल्ने गरे नबोलिकन थोरै नै हुन्छ। त म जाँदैछु। अब हामी चाहिँ छठ पूजामा त्यहाँको अब माहौल कस्तो हो रहेछ हजुरहरूलाई सबैलाई देखान्छु। खाँदै बस्छ, मलाई नबोल्नु भन्छ। नबोल्नु रिस उठ्छ मलाई त, नबोल्नु भने। अलिअलि नै बोल्नु पर्छ नि त, अलिअलि नबोल्ने हो न त। ब्लगमै नबोल्ने भन्छ त के, झन् बोल्नु यस्तो यस्तो भनेर त मलाई त बोल्नै मन लाग्दैन। ल साथीहरू, नबोल्नु भनेर कहाँ हुन्छ नि, बोल्नुपर्छ नि। अब आफूले जब कन्टेन्ट क्रिएटर भयो भने त बोल्नु कोसिस गर्नुपर्छ, नजाने पनि कोसिस गर्नुपर्छ। जिन्दगीमा हामी कोसिस गर्नै आएको। नानी कराएको किन, के भयो, किन बोल्नु भनेको? बोल्नु युमा भनेको मलाई। लास्ट टु साथीहरू, अब हामी छठ पूजामा जाँदैछौँ। छठ पूजादेखि चाहिँ म हजुरहरूलाई त्यहाँको कस्तो हुन्छ छठ पूजा म हजुरहरूलाई। साथीहरू हेर्नु न, कस्तो अँधेरो बस्छ। हामी त छठ पूजामा गएको हेर्नुको लागि कस्तो हुने रहेछ भनेर यहाँ धोबीतलामा जाँदैछु हाम्रो। मैले फर्स्ट टाइम हेरेको शिलङको छठ पूजा। हेरौँ कस्तो हुने रहेछ, रमाइलो हुन्छ होला। पूजा त यसै पनि राम्रै हुन्छ। पूजा एउटा दिया जल्दाखेरि पनि सारा जग उज्यालो हुन्छ। हिजो अस्ति हाम्रो दिवाली नै त्यही हो। हिजो अस्ति दिवाली खत्तम भयो, आज छ हौ भ्युवर्स छठ पूजा भनेर हामीलाई डिम गरे। हामीले सोचे कन्टेन्ट छ होला नि होला, उसलाई त यसो न्युजहरू थाहा हुन्छ नि त, कन्टेन्ट पनि पाउँछु भनेको त। ला मान्छे छैन, हेर्नु न। हामी पनि त्यस्तै हो नि त। अब कौवाले कान लग्यो भनेर भनेपछि त कान छाम्नु पर्छ। कौवाको पूजा भएको नि त। हाम्रो एनर्जी मात्रै ठिकै छ, वक भइहाल्यो। तिमी के भन्नु चाहन्छौ? छठ पूजामा आएको, छठ पूजै छैन त बाबा? भन न। होइन, छठ पूजा भोलि हेर्नु सक्छ, तर पनि हामी चाहिँ वकिङ गर्नु सक्छु नि। वकिङ इभिनिङ वक आएको जस्तै हो। भन न तिमीले पनि बाबु। नानीको आमा भयो भने यसरी खानु पनि टाइममा पान्न। बोक्सीले बास पान्छ गरे नानीको आमाले बास पान्न, कसैले पनि बास राख्दैन है नानीको आमालाई। नानीको आमालाई कसले बास दिने, एउटा उखान छ नि त। अच्छा क्या गाना सुन रहे भाई, हाथ उठा के तनी बताइए तो। नानी राजू हम जब उन्होंने कहा नहीं तो इसका है कोई
साथीहरू हामी चाहिँ भर्खर छठ पूजा गएर आएको। छठ पूजा चाहिँ अलिकति ढिलो भएछ। अन्त ढिलो हुँदाखेरि ढिलो हुनेको कारणले चाहिँ धेरै हामीले क्याप्चर गर्नु पाइनँ। जो देख्नु भएको छ त्यति मात्रै क्याप्चर गरेँ, किन भन्दाखेरि हामी लेट भयो नि त। म मेरो कामले चाहिँ गाडीखाना डिस्ट्रिक्ट काउन्सिल गएको थिएँ। अन्त डिस्ट्रिक्ट काउन्सिलदेखि सिधै त्यहाँ जाँदाखेरि त अलरेडी लेट भयो। र जे पनि होस् ढोक गरेर आएँ, हेरेँ, छठी माईलाई हेरेँ, दर्शन गरेँ उहाँको। के गर्यो ल भन, यु टेल मी। यता हेर तिम्रो मलाई हेरेर भन। होइन भोलि बिहान कतिखेर आन्छ र त्यहाँ म पनि जान्छु। 5 बजे जानुपर्छ त्यहाँ, लेकिन यहाँबाट हजुरले कमसेकम 4 बजे 4:30 बजे उठ्नुपर्छ। रेडी भएर त्यहाँ 5 बजे म पनि ट्राई गर्छु बिहान उठ्नुको लागि र म पनि जान्छु। किन यसरी मेरो भोलि धेरै काम छ, म उठ्छु। आज नि म काम थियो र म बिहान जल्दी उठेँ। बिहानको हामीले भिडियो पुरा काम थियो गाइस। यस पासपोर्ट पनि भयो, अब आन्छ 15 दिनमा सबै काम भिडियो मैले बताउँछु। कतिजना नाइटको फोटो थियो के त उले फोटो हैन के भिडियो हालेको थियो के त्यही त। प्यानकेक पकाउँदैछु यहाँ। यति दुईवटा पकाइसकेँ। अब म यो चाहिँ दिपिकालाई दिन्छु, फेरि नेक्स्ट यो मेरो लागि पकाउँदैछु। यो दिपिकाका लागि। ल दिपिका थ्याङ्क यू। हामीले चाहिँ अब पुरै आफ्नो सामानहरू मिलाएर, नानीको सामानहरू मिलाएर हाम्रो रेडी भएर अब गाडी चाहिँ मैले फोन गरेँ, गाडी चाहिँ आउँदैछ। अब गाडी आयो भने चाहिँ हामी बाहिर निकल्छौँ। हाम्रो गाडी पनि आयो साथीहरू र हामी चाहिँ अब हिँड्दैछु। खास गरी एक्चुअली हामी त्यो महावीर पार्कदेखि हामी निकल्नु पर्ने हो नि त, लेकिन त्यहाँ पानी आएको रहेछ के। अब के गर्ने भने झलुप्रामा कस्तो पानीको समस्या छ होइन, प्रब्लम छ। अब त्यहाँ वेट गर्नु पनि सकिनँ, टाइम उयो भयो। तर यता वान वे हुने कारणले हामीले ब्याक गरेर गाडी आयो कि। फेरि कति त्यहाँ पनि अब प्रब्लम हुन्छ कि भन्ने ड्राइभर भाइले भन्दै थियो। अन्त फेरि मैले होइन अब त्यहाँ पानी आएको छ र केही पनि हुन्न 1 मिनटको लागि भनेर हामी फेरि ब्याक गरेर आएँ र हामी घुमेर चाहिँ अब हामी जाँदैछौँ। र अब यति भन्दै नै म यो ब्लगलाई यहीँ एन्ड गर्न चाहन्छु। लाइक सेयर र सब्सक्राइब गर्नु चाहिँ नभुलिदिनुहोस्, प्लिज गरिदिनुहोस्। र हामी फेरि अर्को ब्लगमा भेटौँला। बाई, ह्याभ अ ब्लेस्ड डे, नाइस डे।